नमस्ते। विज्ञान तथा प्रविधिसँग सम्बन्धित विभिन्न विषयवस्तुहरू समेटेर तयार पारिने यस विज्ञान प्रविधि कार्यक्रम हेरेर बस्नुभएका सम्पूर्ण दर्शकवृन्दमा म मञ्चिताको तर्फबाट कार्यक्रममा हार्दिक स्वागत गर्दछु। दर्शकवृन्द, हरेक हप्ताको शनिबारका साथै आइतबार बिहान 11:30 बजे यस कार्यक्रमलाई पुनः प्रसारण गर्ने गरिन्छ। आउनुहोस् कार्यक्रम पनि सुरु गरौँ। आयुर्वेदका अनुसार हाम्रो खानपान तथा आचरण कस्तो हुनुपर्छ त? स्वस्थ जीवन बाँच्न के गर्न सकिन्छ? आयुर्वेदले यसबारे के भन्छ? यिनै विषयवस्तुहरू समेटेर विशेषज्ञसँग गरिएको कुराकानी सहितको रिपोर्ट प्रस्तुत गर्दैछौँ। नेपालमा आयुर्वेदको कुरा गर्दा नेपाल अब धेरै पुरानो देश, अब यो हाम्रो ज्ञान नै श्रुति र स्मृति परम्पराबाट आएको ज्ञान हो र अब यो ऋषिमुनिहरूको देश। ऋषिमुनिहरूले चाहिँ पहिला सभा सम्मेलन गरेर आयुर्वेदका विषयमा छुट्टै सम्भाषा परिषद भनेको छ आयुर्वेदमा, त्यस्ता सभा सम्मेलनहरू गरेको देश भएकोले आयुर्वेद चाहिँ श्रुति र स्मृति परम्पराबाट पहिलेदेखि नै नेपालमा सुरुवात भएको हो हैन। र हामीले अहिले चाहिँ अब सरकारी प्राइभेट दुवै स्तरमा आयुर्वेदको सेवा दिने, औषधि उत्पादन गर्ने र परम्परागत चिकित्सा गर्ने व्यवसायीहरू छन्। नेपाल सरकारको हकमा कुरा गर्दाखेरि हाम्रो पुरानो सिंहदरबार वैद्यखाना विकास समिति छ अहिले, अनि त्यसपछि आयुर्वेद चिकित्सालय छ, अनि अब सबै संस्थाहरूलाई हेर्ने आयुर्वेद विभाग छ। त्यसपछि देशभरि नै 75 जिल्लामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रहरू छन्, प्रदेशमा प्रदेश आयुर्वेद अस्पतालहरू छन्, र अनि स्थानीय स्तरमा चाहिँ आयुर्वेद औषधालय र तपाईँको यो नागरिक आरोग्य सेवा केन्द्रहरू छन्, जसले चाहिँ यही जीवनशैली र आयुर्वेदको आहार विहारले कसरी स्वस्थ हुन सकिन्छ भन्ने कुराहरू सिकाउँछन्। हाल नेपालमा सर्ने रोगभन्दा नसर्ने रोगहरूको प्रकोप बढ्दै गएको छ। अव्यवस्थित जीवनशैली, अस्वास्थ्यकर खानपानका कारण नसर्ने रोगहरू यसरी बढ्दै गएको विशेषज्ञहरूको भनाइरहेको छ। आयुर्वेदको दुईवटा उद्देश्य भन्छौँ हैन, हामीले स्वास्थ्य, मान्छेको स्वास्थ्य बचाइराख्ने र रोग लागेपछि उपचार गर्ने भन्ने आयुर्वेदको उद्देश्य छ दुईवटा। अब अहिले वर्तमानमा देखिएका जुन हामी नसर्ने रोग भन्छौँ हैन, अब त्यो WHO को क्लासिफिकेसन अनुसार 4-5 थरीका रोगहरू छन्, जस्तै मुटुको रोग, दम, क्यान्सर, मधुमेह हैन, अनि त्यसपछि स्नायु तथा नसा सम्बन्धी रोगहरू। यी रोगहरूमा चाहिँ तपाईँको रोग लाग्न सुरु भएको बेला अथवा पहिलादेखि नै मानिसहरू चाहिँ अलिकति त्यो रोकथामका विधिहरू जुन आयुर्वेदमा बताइएको छ, स्वास्थ्य स्वास्थ्य रक्षणम भनेर, त्यस्ता विधिहरू पालन गर्यो भने त्यस्तो रोगहरू लाग्नबाट बच्न सकिँदो रहेछ हैन। अब विश्व स्वास्थ्य सङ्गठनले पनि यी नसर्ने रोगहरूका 5वटा प्रमुख कारणहरूमध्ये 1 नम्बरमा अनहेल्दी डाइट भनेर अस्वस्थकर खानालाई राखेको छ हैन। त्यसपछि अब धुम्रपान, मद्यपान, अनि त्यसपछि तपाईँको यो फिजिकल इनएक्टिभिटी, शारीरिक व्यायामको कमी र अनि वातावरणीय प्रदूषण, यी कारणहरू चाहिँ यी रोगहरूका कारक तत्त्व हुन् भनिएको छ। अब आयुर्वेदमा पहिलेदेखि नै धेरै रोगहरूको कारण चाहिँ यो आहार विहारको कुरा बताइएको छ, विरुद्ध आहार विहार भन्ने छ हैन। त्यो भएर अहिले तपाईँको हामीले, म क्लिनिकल पनि मान्छे भएकोले मेरो क्लिनिकल प्र्याक्टिसमा हेर्दाखेरि अहिले यो तपाईँको जुन अहिले धेरै मान्छे, WHO को पछिल्लो तथ्याङ्क अनुसार विश्वको 74% पपुलेसनमा यो नसर्ने रोग छ भनिन्छ हैन। अब त्यस्तो रोगहरूबाट रोकथाम गर्नको लागि आयुर्वेदले सुझाएको स्वास्थ्यको स्वास्थ्य रक्षणम भन्ने विधि अथवा त्यसमा धेरै चाहिँ आहार र विहारलाई फोकस गरिएको छ। आहार विहार र आचार भन्छौँ हैन, मानिसले गर्ने व्यवहार, यो 3वटा कुराहरू सम्बन्धित छ। अब आयुर्वेदको आहार विहार र आचार पालन गऱ्यौँ भने हामी यो नसर्ने रोगबाट बच्न सक्छौँ। र अहिले वर्तमान विश्वमा नसर्ने रोग नै बढी, पहिला हामी कहाँ 80% जनसङ्ख्यामा सर्ने रोग छ भन्थ्यौँ हामी, अहिले चाहिँ त्यो रोग ठ्याक्क उल्टिएर नसर्नेमा परिवर्तन भएको छ हैन। त्यो भएर चाहिँ आयुर्वेदको आहार विहारको महत्त्व छ। हाल देखा पर्ने गरेका नसर्ने रोगहरूमध्ये मुटु र रक्तनलीका रोग, जीर्ण श्वास प्रश्वास सम्बन्धी रोग, क्यान्सर, मधुमेह, मानसिक रोग तथा नसा र स्नायु सम्बन्धी रोग प्रमुख रहेका छन्। आयुर्वेदिक विशेषज्ञहरूका अनुसार खानामा भित्रिएका खराब संस्कृति अर्थात् रासायनिक मल, कीटनाशक तथा भिटामिन प्रयोग गरी खेती गर्ने पद्धति, काँचो दूधबाट क्रिम निकाल्ने पद्धति, तारेको भुटेको अस्वास्थ्यकर खानेकुरा,
फास्ट फुड, जङ्क फुड लगायतको लगातारको सेवन जस्ता अप्राकृतिक क्रियाकलापहरूका कारण नसर्ने रोगहरूको प्रकोप दिनानुदिन बढ्दै गएको छ। विरुद्ध आहार 18 प्रकारको बताएको छ आयुर्वेदले, हैन? त्यो 18 को इन्डिभिजुअल चर्चा गर्नुभन्दा पनि त्यो विरुद्ध आहार कसरी बन्छ भन्ने कुरा छ, हैन? जस्तै कस्तो हुन्छ भने आयुर्वेदमा हामीले जति पनि खानाहरू खान्छौँ अथवा भान्सामा प्रयोग गर्छौँ अथवा जति फलफुल प्रयोग गर्छौँ अथवा चाहिँ तपाईँको अब एनिमल प्रोडक्ट प्रयोग गर्छौँ, तिनीहरूको के छ भने हरेकको रस, गुण, वीर्य, विपाक, प्रभाव भन्ने हुन्छ कि हजुर, है? त्यो एउटा चाहिँ हाम्रो पूर्वीय चिकित्सा विज्ञानले बताएको त्यो खानाको कम्पोजिसन हो कि। अब त्यो रस अघि मैले 6 वटा हुन्छ भने, हैन? हामीले जुन खाना खाँदा पनि अब हामीले खाएको खानाहरूमध्ये त्यो मैले भनेको 6 वटा रस बाहेक अरू कुनै रस हुन्न के, है? त्यस्तै गुण छ, हैन? शरीरमा हुने गुण 20 वटा हुन्छ भन्छ, हैन? जम्मा 41 वटा गुण छ। त्यो मध्ये केही मनका गुण छन्, केही चाहिँ तपाईँको हाम्रो यो वैशेषिक गुण भनेर हाम्रा पञ्चमहाभूतका गुण छन्, हैन? अब त्यो 20 वटा गुण चाहिँ हाम्रो शरीरको र खानाको गुण हो, हैन? अब उस्तै गुण भएको खाँदा शरीरको वृद्धि विकास हुन्छ, विपरीत भएको खाँदा क्षय हुन्छ भन्ने छ सिद्धान्त, हैन? हालको व्यस्त जीवनशैलीमा स्वास्थ्यकर खानपिन कसरी गर्न सकिन्छ त? जीवनको 4 वटा उद्देश्य छ भन्छ क्या हजुर। धर्म, अर्थ, काम, मोक्ष। मान्छे जन्मिएपछि र अलि त्यो जान्ने भएपछि यो 4 वटा उद्देश्य पूर्तिको लागि मान्छे लागिरहन्छ, हैन? कसैले व्यवसाय गर्छ, कसैले जागिर गर्छ, कसैले खेती गर्छ, कसैले के गर्छ, हैन? भनेपछि त्यो सबै 4 वटा उद्देश्य पुरा गर्नको लागि हामीलाई चाहिने भनेको आरोग्यता हो कि हजुर। हामी निरोगी भने मात्रै तपाईँको त्यो उद्देश्य हाम्रो प्राप्ति हुन सक्छ, हैन? त्यो भएर हामी आरोग्य रहनको लागि अब कामको मात्रै पछाडि दौडिएर अनि खानालाई वास्ता हाम्रो त शरीरमा जस्तै आहारको रसबाट नै हाम्रो शरीरको रस बन्ने हो। त्यसपछि रसबाट रक्त, रक्तबाट मांस, मांसबाट मेद, मेदबाट अस्थि, अस्थिबाट मज्जा, शुक्र, यसरी बन्छ अनि इम्युनिटी बन्छ भन्छ आयुर्वेदले, हैन? भनेपछि तपाईँको त्यो शरीरलाई बनाउने कुराको लागि अथवा आरोग्यता, हाम्रा जीवनका पुरुषार्थ चतुष्टय पुरा गर्नलाई चाहिने कुरा आहारैलाई हामीले त्यसो गर्नु मिल्दैन। हामी जस्तै म भारतमा लामो समय पढेँ, इन्डियातिर अब तपाईँ हामी चाहिँ घरको अथवा नेपाली परम्पराको कुराहरू जस्तै अहिले चाहिँ भर्खर धान काट्ने चलन बेला हो। अहिले सिरिम्ला भन्ने गाउँतिर एउटा हुन्थ्यो, हैन? तपाईँ सिरिम्लामा अलिकति नेपाली त्यही परम्परागत हिसाबले बनाएको घिउ अनि सिलाम राखेर ल्याउनु भयो घरमा अफिसमा भने तपाईँ जति बिजी भए नि घरमा केही समय त टाइम हुन्छ नि, त्यो बेला बनाएर अनि खाजा प्याकिङ गरेर ल्याउनु भयो भने त्यो खाँदा हेल्दी भयो नि। तपाईँ यहाँ क्यान्टिनमा कस्तो तेल प्रयोग गरे होला, कस्तो खाना पकाउने पिठो अथवा चाहिँ अरू कुराहरू कसरी प्रयोग होला। प्रायः जस्तो त हामी चाउचाउ, बिस्कुट, पाउरोटी नै खान्छौँ यहाँ आएर, हैन? चाउमिनहरू खान्छौँ भनेपछि त्योबाट त हामी बच्यौँ नि, हैन? अनि त्यसपछि जस्तै हाम्रो पहिला मकै भटमासहरू खाने चलन थियो, सातु खाने चलन थियो। अब तपाईँ घरमै राम्रो गहुँको आटाबाट बनाएको, घरमा राख्नुभएको आटाबाट तपाईँले चाहिँ खाजा बनाएर टिफिन लिएर आउन सक्नुहुन्छ नि, हैन? टिफिन लिएर जाने, भोक लागेको बेला खाने। अब भारतमा त्यही परम्परा छ। तर हामीहरू चाहिँ कता कता आधुनिक हुने, बाहिर खाएपछि चाहिँ ठुलो मान्छे बन्ने, आधुनिक भइन्छ। अब घरको लगेर खायो भने अर्को साथीले खिसिटिउरी गर्ला, के होला भन्ने त्यस्तो मानसिकताबाट हामी गाजिएका छौँ। त्यसले चाहिँ हामीलाई स्वास्थ्यमा नराम्रो असर परेको छ। बिजी सेड्युल भए पनि हामी त्यो खानाको लागि, हैन? शरीरको लागि जस्तै व्यायाम र आहारको लागि चाहिँ 1-1 घण्टा त छुट्याउन सक्छौँ नि 24 घण्टामा, हैन? स्वस्थ जीवन जिउने कला हाम्रो आयुर्वेदिक ज्ञान, मौलिक परम्परागत ज्ञानहरूमा परापूर्व कालदेखि नै हाम्रा पुर्खाहरूले पालना गर्दै आएको देखिन्छ र हाम्रो संस्कृति तथा चाडपर्वहरूमा सोही अनुरूपका खाद्यान्नहरू प्रयोग गर्ने गरेको पाइन्छ। थारू, नेवार, मगर, थकाली सबै जात जातिका आआफ्नै किसिमका मौलिक खाद्यान्न परिकारहरू रहेका छन्। आयुर्वेदिक पद्धति अनुसार हाम्रो खानपिन, आहार विहार र आचरण कस्तो हुनुपर्छ त? हामीले जस्तै यो आधुनिक चिकित्सा विज्ञानले कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, मिनरल, भिटामिन, पानी भनेर ब्यालेन्स डाइट भन्छ नि, त्यस्तै आयुर्वेदले तपाईँको त्यसरी कार्बोहाइड्रेट, प्रोटिनको हिसाबले वर्णन नगरेर
खानालाई सन्तुलित हुनको लागि हरेक थालीमा 6वटा रस भएको खाना, षड्रसयुक्त खाना हुनुपर्छ भन्छ हैन। त्यो षड्रस भनेको मधुर, अम्ल, लवण, कटु, तिक्त, कषाय हैन। मधुर भनेको गुलियो, अम्ल भनेको अमिलो, लवण भनेको नुनिलो, कटु भनेको पिरो, तिक्त भनेको तितो, अनि कषाय भनेको टर्रो हैन। अब हामीले चाहिँ हाम्रो खाना नेपाली भान्सा चाहिँ यही षड्रसको सिद्धान्तबाट गाइडेड छ। जस्तै हामीले चाहिँ भात रोटी खान्छौँ, नुन प्रयोग गर्छौँ, खुर्सानी सधैँ प्रयोग गर्छौँ, त्यसपछि चाहिँ हामीले तितो करेलाहरूदेखि यस्तो खान्छौँ, बेसारहरू सधैँ प्रयोग गर्छौँ, त्यसको चाहिँ टर्रो रस छ हैन। भनेपछि यो 6वटै रस हरेक थालीमा भएन भने खाना सन्तुलित हुन्न भनेर यसरी चाहिँ आहार विधि विशेषायतन भनेर एउटा बताएको छ। अनि त्यसपछि अर्को खानेकुरामा हाम्रो पेट छ, स्टोमक, जहाँ हाम्रो खाना गएर सुरुमा स्टोर हुन्छ। त्यो खाना खाँदा त्यसलाई 4 भाग गरेर 2 भाग चाहिँ ठोस खाना खाने, 1 भाग चाहिँ तरल खाना खाने, 1 भाग खाली राख्नुपर्छ। आकण्ठ भोजन धेरै गर्नुहुन्न भनेर पनि छ। अनि मान्छेको चाहिँ हरेक मान्छेको अव्यहरण र जरण शक्ति भनेको छ आयुर्वेदमा। खाना खाने शक्ति र पचाउने शक्ति हुन्छ क्या हजुर। त्यो शक्ति अनुसार आहार गर्नुपर्छ भनेर छ। अनि एउटा पहिला खाएको खाना पचिसकेपछि अर्कै खानुपर्छ। खानाबाट हाम्रो शरीरलाई आवश्यक प्रोटिन, भिटामिन, खनिज लगायत सम्पूर्ण तत्त्वहरू प्राप्त हुन्छ भन्ने विषय हामी सबैलाई थाहा छ। तर कति मात्रामा, कति पटक, कसरी खाने, कस्ता खानेकुरालाई प्राथमिकतामा राख्ने जस्ता कुराहरूमा हामी त्यति ध्यान दिँदैनौँ, जसबाट लामो समय अन्तरालमा विभिन्न रोग तथा समस्याहरूबाट हामी पीडित बन्न पुग्दछौँ। यसबारेमा आयुर्वेदले के भन्छ त? शरीरको प्रकृति अनुसार हामी जस्तो प्रकृतिको छौँ त्यो मिलाएर खाना खानुपर्छ भन्ने छ। अनि त्यसपछि आयुर्वेदमा अर्को कुरा चाहिँ तपाईँको चिल्लो भएको खाना खानुपर्छ भन्ने छ हैन। तर अहिले चाहिँ हाम्रो बजारमा कस्तो मानसिकता भएको छ भने घिउ फोबिया, के घिउ खानु हुँदैन भन्ने खालको मानसिकताको विकास भएको छ। त्यसले पनि स्वास्थ्यमा थुप्रै समस्याहरू ल्याएको छ हैन। अब घिउ पनि अनि फेरि हामीले आयुर्वेदमा भनेको जस्तो घिउ नपाएर अहिले काँचो दुधको घिउ चाहिँ बजारमा पाइन्छ। तर घिउ भनेको तपाईँको उमालेको दुधबाट दहीमा चाहिँ त्यो जमेको तरलाई हैन, अब त्यो एक किसिमको फर्मेन्टेसन हुन्छ नि त। अनि मही पारेर बनाउने, जुन दारको ठेकीमा दही जमाएर मही पारेर बनाउने नेपाली जुन ट्रेडिसनल नेपाली तरिकाको घिउ छ। अनि त्यो चाहिँ दुध पनि दिने पशु पनि राम्रो घाँसपात खाएको, अन्नको कुँडो खाएको, घाम तापेको हैन, यस्तो गाईबस्तुबाट आएको दुधलाई हैन, अनि त्यसपछि दही जमाएर अनि त्यो उमालेको दुधको दही जमाएर मही पारेको घिउ चाहिँ एकदम स्वस्थकर छ। र त्यस्तो घिउ चाहिँ अलिअलि सधैँको खानामा हुनुपर्छ भन्छ आयुर्वेदले हैन। त्यो हो भने तपाईँको हाम्रो रोग प्रतिरोध क्षमता राम्रो हुन्छ, मान्छेको फर्टिलिटी राम्रो हुन्छ। अहिले अटो इम्युन डिजिज भनेर आफ्नो इम्युनिटीले आफ्नै शरीरलाई हानि गर्ने त्यस्ता रोगहरू आएका छन्, त्यस्ता रोगहरू हुन दिँदैन भन्ने छ। अहिले मानिसहरूमा धेरै बिर्सिने रोगहरू आएका छन् हैन। त्यो बिर्सिने रोगहरू पनि कम गर्न आयुर्वेदमा चाहिँ यसलाई श्रेष्ठ मेध्य भन्छ क्या। त्यो ब्रेनको फङ्सनलाई राम्रो गर्ने घिउ हो भन्छ हैन। बालबालिकाहरूलाई हामी भोक लाग्नै नदिई वा भनौँ पहिले खाएका खानेकुरा पच्न नभ्याउँदै फेरि खुवाइदिने गर्दछौँ। यसो गर्दा उनीहरूको पाचन प्रणालीमा नै खराब असर पर्ने बताउनुहुन्छ आयुर्वेद चिकित्सक डाक्टर बुद्धि पौडेल। खाना पचिसकेका केही लक्षणहरू छन् नि हैन, भोक लागेपछि मात्रै खाना खाने भन्ने छ हैन। तर हामीले चाहिँ अब जस्तै अहिले पनि अब पोषणविदहरूले पनि हरेक बार खाना 4 भनेर हैन, 4 चोटि खाना खानै पर्छ भन्ने खालको छ। जस्तै तपाईँको डाइजेस्टिभ सिस्टमले एलाउ नै गर्दैन, तपाईँलाई 4 चोटि खाना पच्दैन भने चाहिँ 4 चोटि खानु त त्यो तपाईँको आयुर्वेदमा एउटा आम भन्ने कन्सेप्ट छ कि हजुर। पहिला खाएको खाना राम्ररी पच्दै नपछि हामीले खाना खाइरह्यौँ भने आज खायो, भोलि खायो, पर्सि खायो, अनि नपचेको कुरा शरीरमा थुप्रिँदै जाँदा अनि लङ टर्ममा तपाईँको त्यो आमजन्य व्याधिहरू हुन्छ क्या। जस्तै अटो इम्युन डिजिजहरू सबै आमजन्य व्याधिहरू हुन् हैन। अहिलेका नसर्ने रोगहरू पनि त्यस्तै खालका छन्। त्यही भएर त्यो आमलाई चाहिँ पचाउन सक्यौँ, त्यस्तो नहुने अवस्था सिर्जना गऱ्यौँ, अथवा चाहिँ तपाईँको हामीले लाइफस्टाइलमा युटर्न गऱ्यौँ भने यी डिजिजहरू रिभर्स गर्न सकिन्छ भन्ने मान्यता छ। खाना मात्र नभई निन्द्रा पनि शरीरका लागि अति आवश्यक छ। आयुर्वेदका अनुसार जीवनका 3 स्तम्भहरूका रूपमा आहार, निद्रा र ब्रह्मचर्य पर्दछ। हामीलाई निद्रा कतिको आवश्यक छ त? अब निद्राको कुरा हामीलाई एकदम सबैलाई जगजाहेर भएको कुरा के हो भने 1 दिन मात्रै तपाईँले केही काम पर्यो, कोही बिरामी हुनुभयो, हस्पिटलमा रातिभरि कुर्नुभयो अथवा कहीँ जानुभयो, राम्रो निद्रा परेन भने भोलिपल्ट
हाम्रो शरीरको मनको दशा कस्तो हुन्छ हैन हामी सबैलाई थाहा छ नि हैन भनेपछि त्यो निद्रा आहार जत्तिकै शरीरको लागि महत्त्वपूर्ण छ हैन अब अहिले चाहिँ के छ भने मानिसहरुमा यो अनिद्राको समस्या एकदम विश्वव्यापी रूपमै बढिराखेको छ त्यसको पछाडी चाहिँ एउटा कारण तनाव हो अननेसेसरी सोच्ने अर्को यो ग्याजेटहरु चलाउने अनि ग्याजेटमा छिरेपछि अब त्यो त्यतै लागिरहने अनि त्यसपछि त्यो हरेक कुराको तपाईको यो टाइम डिसिप्लिन छ नि सुत्ने पनि हामी त अब कस्तो भन्छौं भने अब बेलुकाको खाना सकभर यो प्रकृतिको चुलो भन्छु के मैले सूर्यलाई अब प्रकृतिको चुलो निम्नु भन्दा पहिले खाना खाने त्यसपछि तपाईको फेरि संक्रमण भन्ने खाना खानेबित्तिकै घाप्ला घुप्लुक सुत्नु हुँदैन हैन आधा घण्टा 45 मिनेट हिन्ने बिस्तारै हिन्ने अनि त्यसपछि आएर तपाईको सो अध्याय गर्ने अनि त्यसपछि अब 10 बजेपछि सुतिहाल्ने के हजुर सुत्ने र अनि त्यो सुतेपछि त्यो सबै गरेर सुत्यो भने साउन्ड स्लिप हुन्छ र निद्रा बिहान अनि ब्रह्म मुहूर्त भन्ने बिहान छ है त्यो बेला चाहिँ उठिहाल्ने फेरि अनि बिहान 6 बजे घाम उज्यालो हुनेसम्म नगर्ने सनराइज भन्दा 96 मिनेट पहिलाको समयलाई ब्रह्म मुहूर्त भनिन्छ त्यो 48 मिनेटको समय हुन्छ 96 मिनेट पहिलादेखि 48 मिनेट त्यो चाहिँ आफैमा नेचुरल हिलर टाइम हो के हजुर तपाईको बिहान त्यो बेला उठ्ने अभ्यास गर्नुभयो र त्यो बेला ब्रह्म मुहूर्त साधना भनेर हामीले योगका सर्टेन प्याकेजहरु छन् त्योहरु मान्छेहरुले गर्ने गरे भने तपाईको अनुहार राम्रो भएर आउँछ तपाईले फेयर एन्ड लभली लगाउनु पर्दैन तपाई कब्जियतको बिरामी हुन्छ अनि कब्जियत तपाईको राम्रो भएर आउँछ अनि अरु धेरै जस्तै तनाव निद्रादेखि थुप्रै रोगहरु त्यसले राम्रो गर्दो रहेछ तर हामी चाहिँ त्यो डिसिप्लिन नै पालन गर्दैनौं के त्यो बेला चाहिँ यो तपाईको ब्रह्माण्डको द्वारहरु खुल्ने अनि शरीरको पनि हाम्रो तीनटा बडी ह्युमर भने वात पित्त कफ मध्ये न्यूरोमस्कुलो स्केलेटल फंक्सनहरुलाई एक्टिभ गर्ने र हाम्रो ग्लोहरु बनाउने चाहिँ तपाईको वात भन्ने तपाईको बडी ह्युमर छ त्यो ह्युमर एक्टिभ हुने नेचुरली एक्टिभ हुने बेला हो के त्यो भएर त्यो बेला उठ्नु पर्छ यसरी चाहिँ हामी निद्राको कुरा चाहिँ यसरी जोड्न सक्छौं स्वास्थ्यसँग निद्राको अत्यन्त अनुन्यासित सम्बन्ध छ स्वास्थ्य हुनका लागि नियमित व्यायाम जरुरी छ हामीले हरेक दिन कति समयसम्म कसरी व्यायाम गर्नुपर्छ त व्यायाम हुनलाई कमसे कम तपाईको पसिना आउनु पर्यो अनि मुटु हाम्रो मुटुको एभरेज गति भनेको 72 हो हैन त्यो मुटुको गति बढ्नु पर्यो के हैन 110 20 हुनु पर्यो अनि त्यसपछि हाम्रो श्वासको गति पनि हैन अब 14 18 यस्तै हुन्छ हैन अब त्यो गति चाहिँ पनि बढ्नु पर्यो हैन अझ आयुर्वेदमा त श्वासादुपरोध भन्ने एउटा शब्द छ के त्यो भनेको कस्तो भने दिनमा एकचोटी तपाई यसरी दौडिनुस् तपाईलाई कहिलेकाहीँ हुन्छ नि हामी गाउँघरतिर अब भेडा खेताला गोठाला जाँदा तपाईको त्यो एकदम कहिलेकाहीँ अब उलाई छोप्नु पर्यो भने एकदम दौडिँदाखेरि सासै रोकिएला जस्तो भएको अनुभव गर्नुभयो होला यहाँले त्यस्तो खालको एकचोटी आउने गरी तपाईको व्यायाम गर्नुस् भन्छ के आयुर्वेदले त्यो गर्यो भने तपाईको त्यो क्लिन्जिङ हुन्छ के भित्र फोक्सोको पनि हाम्रो चाहिँ हामी अब योगमा यहाँले तालिम गरिरहनु भएको छ भने अब त्यहाँ योगको गुरुहरुले कति चाहिँ हाम्रो कोषहरु यो एलबीएलाई भन्छ हैन तिनीहरु चाहिँ फंक्सनल नभई बसिरा हुन्छ भनिरा हुन्छन् हैन अब त्यो त्यस्तो खालको त्यो एक्सरसाइजले तपाईको हामीलाई त्यो पनि एक्टिभ गर्छ अनि प्लस तपाईको अघि मैले भनेको छङछङ बगेको खोला जस्तै हामी शरीर भित्र पनि सर्कुलेटरी सिस्टम भनेको एउटा खोला हो कि क्लोज सिस्टममा बगिरहने 24 घण्टा मुटुले पम्पिङ गरिरहेछ हैन बढिरहेछ त्यो कोषसम्म पुग्छ फेरि तपाईको यहाँ मुटुमा आउँछ फोक्सोसम्म पुग्छ भनेपछि त्यसरी शरीरलाई त्यसले क्लिनिङ गर्ने हो जति धेरै एक्सरसाइज गर्यो त्यति धेरै क्लिनिङ हुन्छ अनि त्यसपछि त्यो टिस्युहरु पनि रिजेनरेट हुनेदेखि लिएर सबै कुराहरु सहयोग गर्ने हो त्यो भएर चारवटा कुरा व्यायाम हुनलाई तपाई पसिना आउनु पर्यो स्यास्या हुनु पर्यो मुटु भुटभुट हुनु पर्यो र तपाईको अब त्यो व्यायाम सकेपछि तपाईले अब बडीमा आधादेखि अब आधा घण्टादेखि 45 मिनेट 1 घण्टा अब त्यो शरीरको बलार्ध व्यायाम भनेको आयुर्वेदमा अघि मैले भनेको छु नि हजुरको बल कति छ क्षमता अनुसार गर्ने हो एकैचोटी सबै बेसरी चाहिँ लाएर व्यायाम गर्नु हुँदैन अनि यो चारवटा कुरा त्यो गरिसकेपछि तपाई तपाईको क्षमताले आधा घण्टा भ्याउँछ भने पसिना आयो स्यास्या भयो मुटु बुटुबुट गरेपछि अनि जब तपाई आएर रेस्ट गर्नुहुन्छ नि त्यसपछि शरीर हल्का भएको महसुस हुन्छ के हाम्रो परम्परागत ज्ञानमा आधारित आचरण खानपानका नियमहरू पालना गर्दै नियमित शारीरिक व्यायाम योग ध्यान लगायत आयुर्वेदिक ज्ञानमा आधारित जीवनशैली अपनाउन सके धेरै रोगहरूबाट बच्न सकिन्छ।
दर्शकवृन्द, आजको कार्यक्रम कस्तो लाग्यो? आफ्ना सुझाव तथा प्रतिक्रियाहरू हामीलाई अवश्य पठाउनुहोला। त्यसका लागि हामीलाई पत्राचार गर्ने ठेगाना हो विज्ञान प्रविधि टेलिभिजन कार्यक्रम, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नास्ट, पोस्ट बक्स नम्बर 3323 काठमाडौँ, नेपाल। र हाम्रो इमेल ठेगाना रहेको छ vigyanpravidi@nast.gov.np। त्यसैगरी हाम्रो वेबसाइट रहेको छ www.nast.gov.np। र यस कार्यक्रमलाई तपाईहरूले युट्युबमा नास्ट नेपाल राखेर पनि हेर्न सक्नुहुनेछ। हवस् त, आजलाई विज्ञान प्रविधि कार्यक्रमका सामग्रीहरू यति नै। आगामी साता पुनः यस्तै विज्ञान तथा प्रविधिसँग सम्बन्धित विषयवस्तुहरूका साथ उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका लागि सम्पूर्ण युनिट बिदा माग्दछौँ। नमस्ते।